मलाई टिकटकमा आउने मेसेज मध्येको एउटा मेन मेसेज भनेको दाइ ब्लक एकाउन्टमा हालेको पैसा त्यहाँ आएपछि रिटर्न हुन्छ, या ब्लक एकाउन्टमा हाल्ने जुन पैसा छ त्यो पैसा भनेको नेपालको कुनै ब्याङ्कमा राखेर त्यहाँको ब्याङ्कलाई देखाउनु पर्ने हो भनेर धेरैजनाले सोधिरहनु भएको हुन्छ। तपाईँहरूलाई म यो भिडियो मार्फत ब्लक एकाउन्ट भनेको के हो र त्यो किन चाहिन्छ भन्ने कुरा क्लियर गराइदिन्छु। पहिलो कुरो, ब्लक एकाउन्ट भनेको तपाईँहरू जर्मनी पढ्न आउनु हुँदैछ भने 1 वर्षसम्म स्टुडेन्टलाई चाहिने लिभिङ एक्सपेन्सेसको लागि ब्लक गरेर राखेको एमाउन्ट हो। जस्तै कि तपाईँहरूले नेपालको कुनै ब्याङ्कबाट या जर्मनीको कुनै ब्याङ्कमा आफ्नो एकाउन्ट खोलेर त्यो एकाउन्टमा लगभग 12,000 युरो पैसा हालेर यहाँ आउनुपर्छ। त्यो पैसालाई ब्लक गरेर आउनुपर्छ। मतलब नेपालबाट जर्मनी 12,000 युरो करिब नेपाली पैसा अहिलेको एक्सचेन्ज रेट अनुसार 20 देखि 21 लाख रुपियाँ यहाँको ब्याङ्क एकाउन्टमा हालेर अनि तपाईँहरू उहाँबाट यहाँ आउनुहुन्छ। त्यो पैसा ब्लक्ड हुन्छ। त्यो पैसा एकैचोटि 12 लाख निकाल्न मिल्दैन। तपाईँहरूले यहाँ आइसके पछाडि आफ्नो आइडीलाई भेरिफाई गराउनुपर्छ। तपाईँहरू सही मान्छे हो भनेर भेरिफाई भइसके पछाडि त्यो एकाउन्टबाट पैसा तपाईँहरूको आफ्नो एकाउन्टमा रिलिज हुन्छ। यानि कि तपाईँहरूले आफ्नो खाता खोल्नुभएको हुन्छ यहाँ ब्याङ्कमा र त्यो पैसा त्यही ब्याङ्कमा ट्रान्सफर हुँदै जान्छ। मन्थली 992 युरो गरेर 12 महिनासम्म त्यो पैसा रिलिज हुन्छ र तपाईँहरूले त्यो पैसा आफ्नो लिभिङ एक्सपेन्सेसको लागि युज गर्न सक्नुहुन्छ। त्यो भयो ब्लक एकाउन्ट। र तपाईँहरूलाई अरू कुनै कुरामा केही क्वेरिजहरू छ, केही जिज्ञासा छ भने सोध्न सक्नुहुन्छ। म भिडियो मार्फत तपाईँहरूलाई रिप्लाई गर्नेछु। थ्याङ्क यू।